जय श्रीराम गाइज, म राकेश। आज हामी जाँदैछौँ 4वटा साइडमा आज काम छ। एउटा एसीको कम्प्लेन छ, वासिङ मेसिनको छ। बिहान बिहान उठेर ब्रस गरेर नुहाइ धुवाइ गरेर लुगा लगाउन सुरु गरेर लुगा लगाएर अब हामी जान्छौँ टक्क साइडमा काम गर्नलाई। अनि पहिला जान्छौँ वासिङ मेसिन बनाउन, त्यसपछि फ्रिज छ, एसी छ। म रेडी भएर आफ्नो धन्नु लिएर धन्नुलाई आज नुहाइ धुवाइ गराइदिएँ। म बसेर जय श्रीराम बोलेर गोठ बोकेर अब हामी चाहिँ निस्क्यौँ। यो चाहिँ पुल्चोक पुग्यो, हामी जाँदैछौँ। आज अलि टाढाको साइड रहेछ होइन, नजिक चाहिँ कुनै छैन। एउटा सातो बाटो, त्यो एउटा एकैचोटि रहेछ बल्खु। अनि बल्खु पछि उता जानु छ, लगभग 6-7वटा ठाउँमा जानु छ। पहिला हामी जान्छौँ वासिङ मेसिनमा हेर्नुमा होइन। यहाँ साइडमा आइसकेका छौँ, कस्टमर बाहिर आउँदैछ। अनि कस्टमर बाहिर आएपछि हामी भित्र जान्छौँ। अब कस्टमर आइसक्नुभयो। हामीलाई यो कुकुरले वेलकम गर्न आएको छ आज होइन। यो कुकुर पनि लास्टै भुक्ने रहेछ। कस्टमरले चाहिँ केही टोक्दैन, केही भन्दैन भनेर भन्यो। भाइलाई फेरि डर लागिरहेको थियो लास्टै टोक्छ कि भनेर होइन। अनि यहाँ हामी माथि आएको। घर त चाहिँ बबालै रहेछ होइन, त्यो चाहिँ कहीँ फुलसुल टन्नै रहेछ घरमा। यहाँ चाहिँ हामी आफ्नो धन्नु ल्याएर धन्नु पुरा फोहोर भइसकेको छ। अनि यो आज वासिङ मेसिनलाई सर्भिसिङ गर्ने हामी अब भाइ खोल्ने कार्यक्रम सुरु गरिसकेको रहेछ। यो ड्रम अब निकाल्छौँ। भाइ उता खोल्ने सुरु गरेपछि यो जगमा हामी चाहिँ स्क्रु हाल्छौँ, किनकि यसमा धेरै स्क्रु हुन्छ, हराउँछ भनेर। एक ठाउँमा टक्क सबै हामी एकै ठाउँमा राख्छौँ होइन। अनि पुरानो भएर सब खियाले खाइरहेछ। अनि ब्लेन्डर ल्याएर खुल्दै नखुल्ने कि ग्यास, अनि ब्लेन्डरले काटेर खोलेको बल्ल तल्लो ड्रम निस्क्यो। त्यो ड्रम निकाल्यो भाइले, भाइले खोल्यो। अब यसलाई सफाइ गर्नेतिर लाग्छौँ। यो ड्रम निकाल्दैछौँ भित्रको ड्रम हेर्नु के छ कसो छ। खोलिसक्यो हामीले। फोहोर यस्तो रहेछ ड्रममा। अब यो सफा गर्छ हामी। यसलाई निकालेर हेर्नु पुरै लेदो बस्या रहेछ, यो सब निस्किन्छ। हामी जेट पम्पले सर्भिसिङ गर्छौँ होइन। पहिला कुर्केले निकाल्दैछौँ, अनि त्यसपछि यसरी गोटी निकाल्छौँ हामी होइन। हर्पिक हालिदिन्छौँ, लगाइदिन्छौँ, अनि मजाले सफा गर्छौँ। यो सफा भएपछि प्याक गऱ्यो। यो भिडियो चाहिँ अलि लङै जान्थ्यो, त्यही भएर अनि अर्को साइडमा अब हामी हिँड्यौँ। यसमा डिस्प्ले मात्रै नआउने थियो, यो समाधान भयो। यसमा चाहिँ हिटिङ आइरहेको छैन, सिएफ एरर आइरहेको थियो। अनि यसलाई खोलेर यो भयो। अनि अर्को साइडमा चाहिँ फोहोर फिल्टर यस्तो रहेछ। अनि कहाँबाट आउनु, फेरि यो ग्रीको चाहिँ अलिकति फिल्टर फोहोर भयो कि फिल्टर खोलेर भाइलाई दिएँ। फिन चाहिँ मजाको सफा रहेछ। यसलाई ड्राई सर्भिसिङ मात्रै गर्ने हो, अरू केही गर्ने होइन, किनकि फिल्टर मात्रै फोहोर थियो। भर्खर 7 महिना भएको छ यो एसी मैले इन्स्टल गरेको थिएँ। त्यसपछि यो फ्रिज हेर्न आएको। यो फ्रिज चाहिँ यस्तो रहेछ, यसमा समस्या फ्यान नचल्ने रहेछ। यसको काम चाहिँ हामी भोलि गर्छौँ। अहिले फ्यान खोलेर लान्छौँ होइन, सामान लिएर आएको छैनौँ। अनि फ्यान खोलेर लान्छौँ, अनि फ्यान चाहिँ भोलि बनाएर ल्याउँछौँ। अनि अब चाहिँ भोलि यो लिएर आउँछौँ अनि बनाउँछौँ। ल हस् त, धन्यवाद। फलो गरिदिनु होला गाइस।